नमस्ते सबैलाई। काठमाडौँ उपत्यका यो केवल ढुङ्गा र माटो मात्रै त कहाँ हो र, हैन? यो त कथाहरू, मिथकहरू अनि गहिरो विश्वासले बुनेको एउटा जीवन्त सांस्कृतिक धरोहर हो। यहाँका हरेक चोक, मन्दिर, गल्लीहरूमा शताब्दीौंदेखि सुनाइदै आएका कति कथाहरू छन्। हो नि, हरेक कुनामा एउटा न एउटा कथा भेटिन्छ। आज हामी हाम्रा स्रोतहरूलाई हेरेर यही काठमाडौँ उपत्यकालाई आकार दिने केही महत्त्वपूर्ण पौराणिक कथाहरूको अलिक गहिराईमा पुग्ने कोसिस गरौँ है त। एकदम। यी कथाहरूले यहाँको संस्कृतिलाई कसरी जीवन्त राखेका छन् त्यो हेर्नु नै रमाइलो छ। ल, त्यसो भए सुरु गरौँ है। सबैभन्दा प्रचलित कथाबाटै जाउँ न। काठमाडौँ उपत्यका कुनै बेला एउटा ठूलो ताल थियो अरे? हो, नागदह भन्थे त्यसलाई। अनि त्यो तालमा एउटा अद्भुत कमलको फूल थियो जहाँबाट दिव्य ज्योति निस्कन्थ्यो। ए, दिव्य ज्योति। अनि बोधिसत्व मञ्जुश्री, जो ज्ञान र करुणाका प्रतीक मानिनुहुन्छ, उहाँले त्यो ज्योति देख्नुभयो। अनि उहाँले के गर्नुभयो त? उहाँले आफ्नो प्रज्ञाको तरबार चन्द्रहासले चोबारको डाँडो काटेर त्यो तालको पानी सबै बाहिर पठाउनुभयो अनि यो उर्वर भूमि बन्यो। ए, चोबारको डाँडो काटेर अनि जहाँ त्यो ज्योति थियो त्यही स्वयम्भू स्तूप बन्यो हैन त? हो, त्यही स्वयम्भू बन्यो, जुन आज हिन्दू र बौद्ध दुवैका लागि कति महत्त्वपूर्ण आस्थाको केन्द्र छ। अनि रोचक कुरा त भूगर्भविदहरूले पनि यहाँ पहिला ताल नै थियो भनेर पुष्टि गरेका छन् नि। कथालाई झनै बलियो बनाउँछ। ज्ञानले नै सृष्टिलाई सम्भव बनायो भन्ने गहिरो कुरा छ यसमा। हो त, तर अर्को कथा पनि छ रे नि, कृष्णले सुकाएको भन्ने। हजुर, छ। केही परम्परामा चाहिँ भगवान कृष्णले आफ्नो सुदर्शन चक्रले डाँडो काटेर पानी निकास गरेको मानिन्छ। यसले के देखाउँछ भने यहाँ विभिन्न धार्मिक धारहरू सँगसँगै बगेका छन्। ए, कस्तो मिलाएर बसेको है। ल, उपत्यका त बन्यो। अब यो सहरकै नाम काठमाडौँ कसरी रह्यो त? यो पनि काष्ठमण्डपसँग जोडिएको छ हैन? एकदम। यसको कथा पनि रमाइलो छ। भनिन्छ स्वर्गमा हुने एउटा इच्छा पूरा गर्ने रुख कल्पवृक्ष मान्छेको रूप लिएर यहाँ जात्रा हेर्न आएछ। मान्छेको रूपमा? हो, अनि एकजना तान्त्रिकले मतलब तन्त्र विद्या जान्ने साधकले उहाँलाई चिनेछन् र मन्त्रले बाँधेछन्। बाँधेछन्? किन नि? फुक्नका लागि एउटा शर्त राखे, एउटा ठूलो सत्तल बनाउन पुग्ने काठ दिनुपर्ने, त्यो पनि एउटै रुखको। एउटै रुखको? अनि दिए त कल्पवृक्षले? दिए। त्यही एउटै रुखको काठबाट हनुमान ढोका दरबार क्षेत्रमा त्यो 3 तले विशाल काष्ठमण्डप बन्यो। हो र? कस्तो अचम्म। अनि त्यही काष्ठमण्डपबाट काठमाडौँ नाम रहन गयो? हो, त्यही मानिन्छ। त्यो त सामाजिक धार्मिक केन्द्र पनि थियो त्यसबेला। ल, अब अलिकति फरक प्रसङ्गमा जाउँ। उपत्यकाको अर्को एकदमै अद्वितीय परम्परा जीवित देवी कुमारी। यो प्रथा कसरी सुरु भयो होला? यसको पछाडिको कथा के छ? यसको कथा चाहिँ राजा जयप्रकाश मल्ल र देवी तलेजुसँग जोडिएको छ। तलेजु भवानी? हो, देवी तलेजु मानव रूपमा राजासँग पासा खेल्न आउनुहुन्थ्यो रे। तर एक रात राजाले देवीप्रति अनुचित दृष्टि राखेपछि देवी रिसाउनु भयो। ए, अनि अब कहिल्यै नआउने र राजाको वंश पनि नाश हुने श्राप दिनुभयो। ओहो, तर राजाले पक्कै क्षमा मागे होला नि? हजुर, मागे। अनि देवीले नै उपाय बताउनु भयो। उहाँ अब नेवार समुदायको शाक्य कुलकी बालिकाको रूपमा प्रकट हुने र उनैलाई जीवित देवी कुमारीको रूपमा पूजा गर्नुपर्ने भन्नुभयो। ए, शाक्य कुलकी बालिका। अनि कुमारी छान्ने प्रक्रिया त निकै गाह्रो हुन्छ भन्छन् नि? हो नि, एकदमै कडा हुन्छ। बालिकामा 32वटा लक्षण मिल्नुपर्छ। कहिल्यै रगत नबगेको, शरीरमा खोट नभएको, अनि अँध्यारो कोठामा राखिएका पशुका टाउकाहरू देखेर पनि नडराउने हुनुपर्छ। बाप्रे, साँच्चै अनौठो है। दैवी शक्तिलाई मानव बालिकामा हेर्ने अनि राष्ट्रको संरक्षक मान्ने, यो त तन्त्र र स्थानीय विश्वासको गहिरो मिश्रण जस्तो देखियो। बिल्कुल। अब लागौं है त हिन्दूहरूका लागि अति पवित्र स्थल पशुपतिनाथ मन्दिरतिर। यसको उत्पत्ति बारे पनि त कथाहरू छन्। हो त, मैले सुनेको भगवान शिव मृगको रूप लिएर यहाँ घुम्नु भएको थियो रे। त्यो एउटा प्रचलित कथा हो। अर्को कथा पनि छ नि। कस्तो कथा? एउटा कामधेनु गाईले सधैँ एउटै ठाउँमा दूध चढाउने गरेपछि एक गोठालाले खनेर हेर्दा त्यहाँ ज्योतिर्लिङ्ग भेट्टाएछन्। ए, ज्योतिर्लिङ्ग? हो, त्यही ठाउँमा पछि पशुपतिनाथ मन्दिर बन्यो। पशुपतिको अर्थ नै सबै प्राणीहरूको मालिक
वा संरक्षक हो। त्यसैले त मन्दिरभित्र पशु बलि दिइँदैन। ए, त्यही भएर रहेछ। यो त प्रकृति र सबै जीवप्रतिको सम्मान भयो। युनेस्को विश्व सम्पदा सूचीमा पर्नुले पनि यसको महत्त्व देखाउँछ। हो नि। यी सबै कथाहरू सुन्दा त के लाग्छ भने काठमाडौँ उपत्यकाको जग नै यिनै मिथक र विश्वासहरूमा अडिएको रहेछ, जसले यहाँको संस्कृतिलाई आजसम्म यति धनी र जीवन्त बनाएको छ। हो, यी कथाहरू खाली पुराना दन्ते कथा मात्र होइनन् क्या। यिनीहरूले त यहाँका मानिसहरूको जीवनशैली, चाडपर्व, दैनिक आस्था सबैलाई डोर्याइरहेका छन्। साँच्चै यी कथाहरूले गर्दा त उपत्यका एउटा खुला सङ्ग्रहालय जस्तो लाग्छ, जहाँ इतिहास र मिथक सँगसँगै हिँडिरहेका छन्। त्यही त। आज हामीले केही मुख्य कथाहरू मात्र छुन भ्यायौँ, तर यहाँ त यस्ता कति छन् कति। एकपल्ट सोचौँ त, हामी हिँड्ने हरेक पाइलामुनि कति कथाहरू लुकेर बसेका होलान्। यस्ता विषय र छलफलमा रुचि छ भने हामीलाई लाइक, फलो र सब्स्क्राइब गर्नुहोला है। फेरि भेटौँला। धन्यवाद।